नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरस्वती लामा। न्यूज सुरु गरौं प्रादेशिक कोभिड अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएको सम्बन्धी प्रसंगबाट। प्रादेशिक कोभिड अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएको छ। प्रदेश सरकारले स्थापना गरेको कोभिड अस्पतालमा 5 वटा भेन्टिलेटर उपलब्ध भए पनि सबै बिग्रिएको कोभिड अस्पतालका प्रवक्ता डाक्टर मनीष पाण्डेले बताउनु भएको छ। अस्पतालमा जडान गरिएको सामान्य 5 वटा भेन्टिलेटर बिग्रिएका उहाँले बताउनु भएको छ। प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिन्टेन्डेन्ट मेसु प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नयाँ भेन्टिलेटर माग गरिएको बताउनुभयो। निजी अस्पतालहरूबाट प्रादेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकोले अस्पतालले भार थाम्न सक्ने अवस्था छैन उहाँले भन्नुभयो। जनकपुरको काव्या नवजीवन र जलेश्वरबाट चिकित्सा संक्रमितहरू आउने क्रम जारी रहेको डाक्टर यादवले बताउनु भएको छ। डाक्टर यादवको अनुसार प्रादेशिक कोभिड अस्पताल 63 बेड तयारी अवस्थामा छन्। अस्पतालमा आइसियु 12 र 41 बेडमा अक्सिजन उपलब्ध छ। भेन्टिलेटर बिग्रिएको अवस्थामा छ। अस्पतालले अक्सिजन र मेडिकल सेवा दिँदै आएको मेसु यादवले बताउनु भएको छ। नेकपा एमालेको स्थायी कमिटिको बैठक बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार स्थित निवासमा आकस्मिक रूपमा अस्थायी कमिटिको बैठक बोलाएका हुन्। बैठकमा आगामी 27 गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रिय सभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ। आफ्नै पार्टीको माधव झलनाथ पक्षका सांसदहरूले विश्वासको मत नदिने संकेतका बीच ओलीले बोलाएको आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा रहेका थप 3 थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि 1 थुनुवा संक्रमित भएका थिए। प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले बुधबार 3 थुनुवाको पीसीआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेका छन्। उनले 4-5 दिन अगाडि पनि 1 थुनुवा संक्रमित भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय यदुकोहाको अलग्गै कोठामा राखिएको छ। अदालतको कारागार चलानको आदेश दिएको र कारागार पठाउन पीसीआर परीक्षण गराउँदा ती थुनुवाको रिपोर्ट पोजिटिभ आएको थियो। बुधबार संक्रमित भएका 3 थुनुवालाई जिल्ला प्रहरी कार्यालयकै अलग कोठामा आइसोलेसन बनाएर राखिएको डीएसपी मिश्रले जानकारी दिएका छन्। उनका अनुसार संक्रमितलाई आवश्यकता बमोजिम सबै सेवा प्रदान गरिनेछ। थुनुवाहरू संक्रमित भएपछि प्रहरीहरू त्रसित बनेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल भारतको धनुषा जिल्लासँग जोडिएका सबै सीमानाका सील गरेको छ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि धनुषाको सीमा सील गरिएको धनुषाको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताउनु भएको छ। नेपाल सरकार मन्त्री परिषदको वैशाख 19 गतेको बैठकबाट नेपाल भारत बीच आवत जावत गर्न नाका सञ्चालन सम्बन्धी निर्णयमा धनुषाको कुनै पनि नाका नपरेकोले भारततर्फ आवत जावत गर्न पूर्ण निषेध गरिएको वास्तोलाले बताउनु भएको छ। जटही, इनरबा, खजुरी सहितका सबै नाका सील गरेर आवत जावत पूर्ण रूपमा रोक लगाइएको उहाँले बताउनु भएको छ। नेपाल सरकारको मन्त्री परिषदको आइतबार बसेको निर्णयमा धनुषा जिल्लाका कुनै पनि नाका नखुलेको उल्लेख रहेको छ। सीमा नाका सील गरेसँगै सिमाना क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाइएको छ। यता महोत्तरीमा बिटामोड नाका आवत जावतका लागि खुल्ला गरी बाहेक सबै नाका बन्द गरिएको प्रमुख जिल्लाधिकारी तीर्थ भट्टराईले बताउनु भएको छ। सरकारको निर्णय अनुसार एउटा नाका खुल्ला गरी अन्य नाकाहरू बन्द गरिएको उहाँले बताउनु भएको छ। यता सिराहाको पनि सबै सीमा नाका सील गरिएको छ। कोभिड-19 को संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि सिराहाका सबै सीमा नाका सील गरिएको सिराहाको प्रमुख जिल्लाधिकारी प्रदीप राज कणेलले बताउनु भएको छ। भारतीय सीमा क्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाजप लगायतका सबै नाकाबाट आवत जावत गर्न अब पूर्ण रोक लगाइएको कर्णले बताउनु भएको छ। बढ्दो कोभिड-19 को जोखिमलाई दृष्टिगत गरी भारतीय सीमासँग जोडिएका नाकाहरू सील गरिएको हो।
रौतहट जिल्लामा बुधबार थप 30 जनामा कोभिड-19 को संक्रमण पुष्टि भएको छ। थप भएको 30 जना सँगै सक्रिय संक्रमितको संख्या 195 पुगेको छ भने 2 जनाको मृत्यु भएको छ। 73 जनाको परीक्षण गरिएको पीसीआर मा 30 जना पोजिटिभ देखिएको जिल्ला अस्पताल गौरले जनाएको छ। थपिएको संक्रमितहरूमा चन्द्रपुर नगरपालिका 13, गौर नगरपालिका 6, कटरिया नगरपालिका 6, गरुडा र पहोरा नगरपालिकामा 2-2 जना तथा राजदेवी, फतुवा, विजयपुर, ईशनाथ, माधवनारायण नगरपालिकामा 1-1 जना थपिएको जिल्ला अस्पतालले जनाएको छ। वैशाख महिनादेखि रौतहटमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिन थालेको छ। छिमेकी मुलुक भारतमा कोभिडको दोस्रो लहर तीव्र भएपछि नेपालमा संक्रमितको अवस्था दैनिक रूपमा उच्च हुँदै गइरहेको छ। सीमावर्ती क्षेत्र रौतहटमा खुल्ला सीमा भएकोले दैनिक रूपमा भारत आवत जावत गर्ने कार्य निरन्तर चलिरहेकोले संक्रमणको जोखिम झन बढेको छ। ग्रामीण भेगमा कोरोना भाइरसको विषयमा जानकारी हुने तथा नहुनेले पनि स्वास्थ्यको मापदण्डलाई बेवास्ता गर्ने गरेको पाइएको छ। ज्वरो, रुगाखोकी, मौसम परिवर्तनको कारण भइरहेको कोरोना नभएको मानसिकता बोकेकोले लापरवाही गर्ने गरेको हुँदा जनचेतना फैलाउन आवश्यक देखिएको छ। तीव्र रूपमा बढ्दै गइरहेको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तहको गाउँ-गाउँमा जनचेतना जगाउने प्रचार प्रसार गर्न सुझाव जानकारहरूको रहेको छ। शहरी क्षेत्रमा बसोबास गर्नेहरू सचेत भए पनि ग्रामीण भेगका बासिन्दाहरू अहिले पनि अनभिज्ञ रहेको देखिएको छ। विवाहको कार्यक्रम, भोज भतेर गर्ने कार्य जारी नै रहेकोले यसलाई नियन्त्रण गर्न स्थानीय तहले प्रमुख भूमिका खेल्नु पनि आवश्यक रहेको छ। विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको बेला अक्सिजन नपाएर नेपाल तथा छिमेकी मुलुक भारतमा दैनिक सयौंको मृत्यु भइरहेको छ। अक्सिजन उत्पादनमा विभिन्न देश तथा अस्पतालहरूले जोड दिइरहेका छन्, तर प्रदेश सरकारले अक्सिजन प्लान्टको लागि प्रादेशिक अस्पताल जनकपुरलाई करोडौं रकम पठाए पनि त्यसको काम भने अगाडि बढ्न सकेको छैन। आर्थिक वर्ष 2077-78 मा प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई 2 करोड 50 लाख रुपैयाँ पठाएका छन्, तर अस्पतालले अक्सिजन प्लान्टको निर्माणको लागि अहिलेसम्म टेन्डर प्रक्रिया पनि पूरा गर्न सकेको छैन। हुन त गत फागुनमै अक्सिजन प्लान्ट निर्माणको लागि टेन्डर आह्वान गरिएको थियो। विभिन्न 5 वटा कम्पनीले टेन्डर भरेका थिए, तर माग अनुसारको कुनै पनि कम्पनीबाट प्रस्तावना नआएको भन्दै उक्त टेन्डर रद्द गरिएको छ। प्रादेशिक अस्पताल जनकपुरमा मेसु डाक्टर प्रमोद यादवले कम्पनीहरूले भरेको प्रस्तावनामा प्राविधिक त्रुटि रहेकोले टेन्डर रद्द गरेको बताएका छन्। यतिको दिन भइसक्दा पनि अहिलेसम्म अति आवश्यक रहेको अक्सिजन प्लान्ट कार्यले गति नलिएको भन्दै बजेट नै फ्रिज हुने अवस्थामा पुगेको सोही अस्पतालमा कार्यरत चिकित्सकहरूको भनाइरहेको छ। कमिसनको लेनदेन सम्बन्धी विवाद नमिल्दा पहिलो टेन्डर रद्द भएको अस्पतालकै एक कर्मचारीले बताएका छन्। प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सञ्जय सिंहले अक्सिजन प्लान्ट आवश्यकता रहे पनि अस्पताल तथा सरकारको लापरवाहीको कारण उक्त काम अगाडि बढ्न नसकेको बताएका छन्। गत आर्थिक वर्षमा पनि प्रदेश सरकारले मुटु सम्बन्धी शल्यक्रिया कैथोलिक ल्याब सञ्चालनका लागि प्रदेश सरकारले 9 करोड रकम विनियोजन गरेको थियो, तर समयमै उक्त बजेटको कार्यान्वयन नहुँदा रकम फ्रिज भएको थियो। कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले अति आवश्यक बाहेकका सेवा स्थगित गरेको छ। अति आवश्यक बाहेकका सेवा प्रवाह वैशाख 29 गतेसम्मको लागि स्थगित गरिएको सूचना प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जारी गरेका छन्। वैशाख 22 मा एन्टिजेन परीक्षण गर्दा संक्रमित कर्मचारी र थप 2 कर्मचारी संक्रमित बनेको सूचनामा उल्लेख छ। यस्तै दाह संस्कार, पितृकार्य, विवाह, व्रतबन्ध, औषधि उपचार आदि कार्यका लागि पास लिनुपर्ने सूचना पनि जारी गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि देशको विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा जारी गर्नु परेकाले पास लिएर मात्र सो कार्यहरू गर्न भनेको हो। पासका लागि आउने र जाने दुवैतर्फको स्थानीय तहको सिफारिस, जाने व्यक्तिको नाम र संख्या सहितको बेहोरा, खुलेको निवेदन र सपोर्टिङ डकुमेन्ट जस्तै बिरामीलाई
रेफर गरेको पत्र, ब्लू बुक, सवारी चालक अनुमति पत्र आदि इमेलमा पठाउन भनिएको छ। बिरामीको हकमा भने स्थानीय तहको सिफारिस अनिवार्य भनेको छैन। आवश्यक डकुमेन्ट इमेलमा पठाएपछि पास उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। प्रदेश नम्बर 2 सरकारले जनकपुर धामको मणिपाल शिक्षण अस्पतालको भवनलाई जीर्णोद्धार गरी कोभिड विशेष अस्पताल सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ। बुधबार प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक भगवान झाको अगुवाईमा गएको टोलीले मणिपाल शिक्षण अस्पतालको निरीक्षण गर्दै 21 दिनभित्रमा सुविधा सम्पन्न कोभिड विशेष अस्पताल निर्माण गरिने प्रतिबद्धता जनाएका छन्। 100 बेड क्षमताको हुने सो अस्पतालमा 20 बेड क्षमताको आइसियु समेत निर्माण गरिने भएको छ। मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक इन्जिनियर झाका अनुसार नेपालमा फैलिएको दोस्रो भेरिएन्टको कोरोना भाइरसलाई नियन्त्रण गर्नको लागि प्रदेश मन्त्री परिषदको बसेको आकस्मिक बैठकबाट 15 दिनभित्र मणिपाल अस्पताललाई कोभिड विशेष अस्पतालमा परिणत गर्ने निर्णय गरेको थियो। सरकारले तोकेको 15 दिनमा 7 दिन थप गर्दै 21 दिनमा प्रदेशकै सुविधा सम्पन्न कोभिड विशेष अस्पताल निर्माण गरिने बताइएको छ। उहाँले पहिलो चरण अन्तर्गत अस्पतालको निरीक्षण गरिएको र बिहीबारदेखि कोभिड विशेष अस्पताल बनाउने कार्य सुरु गरिने बताउनु भएको छ। कोभिड विशेष अस्पताल बनाउनको लागि प्रदेश सरकारले 3 करोडको बजेट विनियोजन गरेको बताइएको छ। प्रदेश नम्बर 2 को उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले सिराहाको आफ्नो निर्वाचन क्षेत्र नम्बर 4 को खमा अस्पताल र पक्की सडकको शिलान्यास गरेका छन्। चेकना नरहा सडक खण्डमा परचिलुवा रमना बठियाको बीचमा राज्यमन्त्री मण्डलले बुधबार अस्पताल भवनको शिलान्यास गरेका हुन्। प्रदेश सरकारको लगानीमा बर्थिङ सेन्टर सहितको सुविधा सम्पन्न अस्पताल बनाउने उनले बताएका छन्। हरेक प्रदेश निर्वाचन क्षेत्रमा एउटा सुविधा सम्पन्न बर्थिङ सेन्टर सहितको अस्पताल निर्माण गर्ने प्रदेश सरकारको क्रमागत योजना अन्तर्गतको लक्ष्य रहेको छ। सोही अन्तर्गत यहाँ अस्पताल निर्माण सुरु भएको छ। त्यस्तै कल्याणपुर बजारदेखि रादुमावि शहीद रंगशाला इटारी प्रसाही हुँदै चौतरी बनेनियासम्म कालोपत्रे पक्की सडकको शिलान्यास पनि गरिएको छ। बुधबारै पूजापाठ गरी उक्त सडकको शिलान्यास राज्यमन्त्री मण्डलले गरेका हुन्। कल्याणपुर नगरपालिका भित्रको यो पहिलो कालोपत्रे पक्की सडक हो। यो भन्दा पहिले राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रको धेरै स्थानमा आरसीसी पक्की सडक निर्माण गरेका छन्। उक्त सडक तोकिएको मापदण्ड अनुसार समयमै निर्माण हुने राज्यमन्त्री मण्डलले विश्वास व्यक्त गरेका छन्। बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा प्रति तोला 300 रुपैयाँले वृद्धि हुँदै बिहीबार सुनको मूल्य 90,600 रुपैयाँ कायम भएको हो। त्यस्तै तेजाबी सुन आज 90,100 रुपैयाँ कायम भएको छ। महासंघका अनुसार यता चाँदीको मूल्य भने गत बुधबारको तुलनामा प्रति तोला 5 रुपैयाँले गिरावट आउँदै बिहीबार 1,315 रुपैयाँमा कायम भएको छ। आजदेखि फेरि प्री मनसुन थप सक्रिय भएको छ। मार्च 1 अर्थात् गएको फागुन 17 गतेदेखि सुरु भएको प्री मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद मीन कुमार आर्यले जानकारी दिनुभएको छ। अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली देशको दक्षिण भूभागको नजिकमै विकसित भएको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीको जलवायुयुक्त हावाको प्रभाव छ। आज र भोलि मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद मीन कुमार आर्यले बताउनु भएको छ। प्रदेश नम्बर 1 का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सिदेखि भने फेरि मनसुनको प्रभाव कम हुँदै जानेछ। अहिले देशैभरिको मौसम पूर्णदेखि आंशिक बदली भएको छ भने प्रदेश 1 र गण्डकी प्रदेशका केही ठाउँहरूमा पानी परिरहेको छ। दिउँसो देशका धेरैजसो पहाडी ठाउँहरूमा मेघ गर्जन, हावाहुरी र चट्याङ सहितको पानी पर्ने सम्भावना रहेको छ। यी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग।
भारतमा एकै दिन 4,12,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा भारतमा 4,12,618 जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। यो संख्या अहिलेसम्मकै धेरै हो। यसअघि गएको शनिबार पनि भारतमा 4 लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो। यस्तै भारतमा पछिल्लो 24 घण्टामा कोरोना संक्रमणको कारण 3982 जनाको ज्यान गएको छ। भारतमा अहिलेसम्ममा 2,10,70,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने 2,30,000 भन्दा धेरैले ज्यान गुमाएका छन्। संक्रमित मध्ये 1,72,69,000 भन्दा धेरै निको भएका छन्। भारतमा अहिलेसम्ममा 29,48,00,000 भन्दा धेरैको पीसीआर परीक्षण भएको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।